डार्क आँखाको साइड कानतिरको भागबाट चाहिँ भित्र पुरै सरर क्रिज बनाउँदै जानु भनेको छ उसले चाहिँ। जस्ट स्याडोले मात्र गर्नुपर्ने छ त्यसलाई चाहिँ आँखाको कर्नर भागसम्म सबै गर्नुपर्ने। अनि जहिले पनि गर्दाखेरि चाहिँ आँखाको कानतिरको भागमा चाहिँ अलिकति बढी लगाउनुपर्छ भने चाहिँ त्यो यतापट्टिको हाम्रो नाकतिरको भागमा चाहिँ अलिकति लाइट हुँदै जानुपर्छ, डार्कबाट लाइट गराउनुपर्छ है साथीहरू। अनि त्यो गराइसकेपछि उसले भन्छ दुईवटा आँखामा त्यही अनुसार गर्छु। अनि उसले चाहिँ कहाँ कहाँ मिलेको छैन भन्दै जान्छ। त्यो गरिसकेपछि होइन एउटा सेड लगाएँ होइन, त्यो लगाएर मैले अगाडिसम्म गरेँ। त्यसपछि मैले त्योभन्दा अझै अलिकति डार्क सेड लगाएको छु, किनभने त्यो भयो भने बल्ल त्यो आँखामा चाहिँ क्रिज गर्दाखेरि, कट क्रिज गर्दाखेरि त्यो एकदम राम्रो देखिन्छ। पहिला बेसमा चाहिँ अलिकति लाइट लगाउनु पर्ने स्याडो होइन, त्यो लाइट ब्राउनमा युज गरेको थिएँ। त्यसपछि त्यो लाइट ब्राउन युज गरिसकेपछि मैले फेरि त्यसमा एक लट गरेर सकाइसकेपछि सेकेन्ड लटमा चाहिँ मैले अलिकति डार्क कलरको युज गरेँ। मैले गर्दाखेरि चाहिँ यहाँ गर्नुपर्छ, किनभने मेरो फर्स्ट हो नि त मेकअप क्लासेसहरू, त्यही भएर यो कट क्रिज त झन् मेरो लागि एकदमै नयाँ थियो। त्यही भएर उसले चाहिँ यसरी गर्नुपर्छ। यो फर्स्ट पार्ट र सेकेन्ड पार्टमा चाहिँ हजुरले फर्स्ट पार्ट हल्का मात्र जान्छ भने सेकेन्ड पार्ट चाहिँ अलिकति ब्लेन्ड धेरै गर्नुपर्ने हुन्छ कि सेकेन्ड पार्टको लागि। फर्स्ट पार्टमा चाहिँ थोरै लिएर हल्का मात्र अगाडि आउनुपर्छ। त्यस्तै गरेर सेकेन्ड पार्टमा पनि हजुरले के गर्नुपर्छ भने त्यो ब्लेन्ड गर्दाखेरि स्याडोलाई चाहिँ अलिकति ड्याप 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 गर्ने होइन कानको कर्नरको भागमा। अनि त्यस्तै गरेर फेरि अर्को भागमा पनि त्यही गर्नुपर्छ है साथीहरू। अब यति भइसकेपछि उसले चाहिँ कट क्रिजको लागि सिकाउँदैछ। त्यसको लागि चाहिँ हामीले थोरै कन्सिलर लिएर अनि कन्सिलर ब्रसले चाहिँ हामीले कट क्रिज गर्दैछौँ। हामीले नाकको साइडको भागबाट, आँखाको भागबाट हाम्रो आँखाको परेला जसरी खोलिन्छ नि, त्यो खोल्दाखेरि जहाँनिर आँखा खोल्दा क्रिज बस्छ त्यो भागलाई चाहिँ हामीले लिनुपर्छ। अनि त्यो लिइसकेपछि त्यहाँबाट हामीले आइब्रोको चुच्चो भाग हुन्छ नि, जहाँनिर चाहिँ पिही बनेको हुन्छ नि, त्यो आधा भागसम्म मात्र कन्सिलर युज गर्नुपर्छ। कन्सिलर युज गर्दाखेरि चाहिँ अलिकति वाइटिस कन्सिलर युज गर्नुपर्छ। हजुर हामीहरूले वार्म कन्सिलर युज गऱ्यो भने चाहिँ त्यसमा पछिबाट चाहिँ लाइट सेड देखिँदैन है साथीहरू। त्यही भएर हामीले कट क्रिजको लागि चाहिँ सकेसम्म हामीले वाइट कन्सिलर युज गर्नुपर्छ है। अब त्यो हामीले उसले देखाएको छ यसरी गर्नुपर्छ भनेर। त्यसपछि उसले चाहिँ त्यो कन्सिलर युज गरिसकेपछि माथिबाट लुज पाउडर युज गरेँ है। लुज पाउडरले चाहिँ हाम्रो हजुरलाई अस्ति पनि भनिसकेँ, लुज पाउडरले चाहिँ सेट गर्ने काम गर्छ। हामीले त्यो सेट गर्दाखेरि चाहिँ अलिकति पातलो ब्रसले युज गर्नुपर्छ, किनभने त्यहाँ ठुलो ब्रस भयो भने फेरि माथिपट्टि लाग्छ नि त, त्यसले गर्दाखेरि पातलो ब्रसले चाहिँ त्यसमा लुज पाउडर युज गरेको छ। अनि त्यस माथिबाट चाहिँ हामीले हाइलाइटको लागि हल्का वाइट कलरको साथै अघि चाहिँ भिडियो अफ भएको रहेछ कि सरी। अहिले चाहिँ हामीले दुवैतिर मैले एक साइडमा चाहिँ उसले गरेको थियो भने मैले अर्को साइडमा गरेँ। अब यो भागमा चाहिँ हल्का ग्लिटर युज गर्दैछौँ है। जुन साइडमा हामीले स्याडो क्रिज बनाएको छ नि हो त्यो भागमा चाहिँ अब हल्का ग्लिटर युज गऱ्यौँ। अब एक साइडमा ग्लिटर युज गरिसकेपछि अब यस्तै गरेर हजुरले त्यता पनि त्यस्तै गर्नु भनेको छ। अनि उसले चाहिँ सिकायो मैले, किनभने अघि हल्का स्टेप भिडियो रेकर्डिङ अफ भएको भएर हजुरहरूलाई सबै देखाउनु पाइनँ। उताको भागमा चाहिँ पछिबाट फेरि हामीले डार्क हल्का थपेर अनि त्यसलाई चाहिँ ब्लेन्ड गर्दै थियौँ है। क्रिज गरिसकेपछि हामीले डार्क हल्का थपेर ब्लेन्ड गर्नुपर्छ। अनि त्यो गरिसकेपछि अनि बल्ल हामीले फेरि माथिबाट अनि त्यो लगाउनुपर्छ है। हेर्दै जानु होला, प्रोसेसहरू एकदमै सजिलो छ। अनि बल्ल हाइलाइटर युज गरेछौँ है हामीले। उसले गर्यो होइन, उसले गरिसकेपछि अनि मैले फेरि उसको जस्तै गरेर यता सिकेर अनि यताबाट